भ्रष्टाचारै भ्रष्ट काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिने होला। मैले धेरै खोल्नु नपरोस्। को नेता काण्डले भरिएको प्रश्न बनाइदिन हुन आग्रह गर्दछु। यो अपमानजनक शब्द तपाईले जसरी बोलिराख्नु भएको छ यसमा हाम्रो पनि आपत्ति छ। को नेता हो काण्डले भरिएको, यहाँ प्रश्न बनाइदिन आग्रह गर्दछु। तपाईहरु पनि कति पढी लेखेर आउनु भएको छ त्यो पनि हिसाब किताब इतिहासले देखाउने छ। इतिहासको अवमूल्यांकन गर्न चाहिँ नगर्न म आग्रह गर्दछु। मान्यज्यूहरू, म सम्माननीय सभामुख मार्फत विनम्रताका साथ अनुरोध गर्दछु कि आफू पनि पछाडि फर्केर हेरौँ। हामी यही भूमिबाट आएका हौँ। ढ्याङ गर्ने, बिहानैदेखि विरोध गर्ने, 20-25 मिनट बोल्ने अनि हामीलाई चाहिँ शिक्षा सिकाउने काम नगर्दिनु होला। हामीले नि बुझेका छौँ हामी किन दोषी छौँ र हामी त भर्खर आएका छौँ। प्योर मान्ने हो, हामी पढे लेखेका बुझेका मान्ने हो, 8-9 क्लास पढेका होइनौँ। धेरै लेसन दिनु पर्दैन। 20 मिनट 25 मिनट भाषण अबदेखि सभामा हुँदै म सुन्नेवाला छैन है। धेरै अति भइसक्यो। दिनै लिमिटेसन त दिनु। दोषी उपर कारवाही गर्नु र अबदेखि हामी मान्दैनौँ भन्न खोज्नु भएको के हो मैले त्यो कुरा बुझिनँ। तपाईँले मानेर के हुन्छ, नमानेर के हुन्छ है। हाम्रो बोल्न पाउने अधिकार हो, हामी बोल्छौँ। तपाईँ पनि तपाईँको चाहिँ सार्वभौम जनताले चुनेको मान्छे, हामी पनि सार्वभौम जनताले चुनेको मान्छे। बोलाउँ न, यहाँ मूल्याङ्कन गरिरहेको छ जनताले। कसले के बोल्दैछ, बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा। यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस् र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु। अब लाइन होइन अनलाइनबाट नै जनताले सबै सुविधा पाउनेछन् भन्दै आएको रासपा सरकारमा छ। करिब 4 महिना कटाइसक्यो यो सरकारले यो देशमा शासन चलाएको समय। देश हिजो भन्दा आज र आज भन्दा भोलि झनै अस्त व्यस्त भएको छ। सडकमा लाइन, अस्पतालमा लाइन, सरकारी कार्यालयहरूमा लाइन, एयरपोर्टहरूमा लाइन। तर यो सरकार कहाँ लुकेको छ, के गरिरहेको छ अतो पत्तो छैन। पटक पटक विवादित विषय उकल्ने प्रधानमन्त्री बालेन शाहले आफूले कहिल्यै आफ्नो विवादित विषयहरूको स्पष्टीकरण दिन सकेनन्। यसैले त उनी संसद भवन छिर्न डराउँछन्। संसद भवनदेखि उनलाई डर लाग्छ। हिजो केही समयसम्म बालेन शाह संसद भवनभित्र नछिरेको गुनासो प्रतिपक्षले गरिरहेकै थिए। तर आज एउटा यस्तो लज्जास्पद दृश्य देखियो। जनताले चुपचाप घन्टी छाप भनेर भोट हालेर जिताएका 110 भन्दा बढी माननीयहरू संसद भवनबाटै भत्ता पचाएर टाप कसेका रहेछन्। हेर्नुस् त यो दृश्य कति लाज मर्दछ। मलाई जिज्ञासा र अर्को पनि सँगैमा सभामुख महोदय मार्फत भन्नुपर्ने कुरा चाहिँ सदनको यो छलफलमा गणपूर्वक सङ्ख्या नै नपुगिरहेको अवस्थामा यो प्रस्तावलाई स्वीकार लाने अथवा नलाने भन्ने कुराको यो निर्णय कसरी लिने होला भन्ने कुरा राख्न चाहे। थ्याङ्क यू। मान्य सदस्यहरू, नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा यो प्रस्ताव निर्णार्थ पेश गर्न गणपूर्वक सङ्ख्या नपुग भएको भनी मान्य निष्कल राईले प्रश्न उठाउनु भएकोले 3 मिनेट घन्टी बजाई गणपूर्वक सङ्ख्या यकिन गर्न म सचिवालयलाई निर्देशन दिन्छु। सदन प्रतिपक्षको हो र प्रश्न गर्ने अधिकार र प्रश्न गर्ने जिम्मेवारी सत्ता पक्षको भन्दा बढी प्रतिपक्षको नै हुन्छ। तर प्रतिपक्षको प्रश्नसँग सत्ता पक्षहरू डराउँछन्। हिजो 35 वर्ष केही गरेन भन्दै गाली गर्दै आएका यी नयाँ भन्नेहरूले त आज 4 महिना नबित्दै तमासा देखाइरहेका छन्। यो तमासाले देश बन्न सक्दैन। अब सदन मात्रै होइन, हामी सचेत नागरिकहरू सडकबाट नै उठ्नुपर्ने अवस्था आइसकेको छ। आदरणीय दर्शक वृन्दहरू, सुरक्षाको कुरा गर्दाखेरि अहिले के छ स्थिति? कहिले धर्मको नाममा, कहिले के को नाममा, कहिले के को नाममा झगडा भइरहेको होइन, आगजनी भइरहेको, तोडफोड भइरहेको, धम्की आइरहेको,
तेरो घर जलाइदिन्छु पख्तलाई है, म यस्तो गरिदिन्छु भेट्ने बित्तिकै भनिराखेको त्यस्ता मान्छेहरूलाई हामीले रिपोर्ट गर्दाखेरि तपाईँको चाहिँ नि कारबाही नभइराखेको स्थिति, कहीँ कतैबाट कहीँ कतै हामी चाहिँ नि यात्रा गर्दै जाँदाखेरि असुरक्षित महसुस गर्नुपर्ने स्थिति, त्यो खालको स्थिति तपाईँको चाहिँ नि अझै पनि तराईमा मधेसमा स्टिल छ। मैले दुईचोटि भनिसकेको कुरा छ, फेरि पनि भनिरहेको छु, त्यो स्थितिलाई सरकारले सुरक्षित स्थितिमा परिणत गर्न सकोस्, गर्नुपर्छ भन्ने माग गर्न चाहन्छु। न्यायको कुरा गर्दाखेरि न्याय पनि छैन यो देशमा होइन। उदाहरणका लागि त्यही माइती घर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा होइन त्यो उसमा पालमा तपाईँको चाहिँ घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिने सम्बन्धित निकाय सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो, प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा। तपाईँको चाहिँ एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। देश भेट्नका लागि खोलाखोलीमा जानु पर्यो, खेतमा जानु पर्यो, कारखानामा जानु पर्यो होइन। आन्दोलन गरिरहेका नागरिकहरूको तपाईँको चाहिँ त्यो सडकमा गएर बुझ्नु पर्यो उहाँहरूको के हो आवाज, यो भन्न चाहन्छु। सेवा सुविधाको कुरा गर्दाखेरि होइन, सुरक्षा छैन, न्याय पनि छैन, सेवा सुविधाको कुरा गर्दाखेरि ग्यासकै कुरा गरौँ। यहाँ हामी यसरी बसिरहनु भन्दा ग्यासको लाइनमा गएर तपाईँको चाहिँ के अरे त्यो घाममा उभिन म चाहिँ त्यो अर्थपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। सो वी सुड फिल द पेन अफ द पिपल। जनताको पीडा हामीलाई महसुस हुनु पर्यो नि। यहाँ एसी भएको छैन, कोठामा बसिन्छ, एसी भएकै गाडीमा आएको होला होइन, घर गइन्छ एसी नै छ, तर त्यो सडकमा तातो घाममा तपाईँको चाहिँ के अरे होइन ग्यासको लाइनमा चाहिँ दिनभरि बस्ने नागरिकहरूको पीडा कहिले हामीले बुझ्छौँ। अहिलेको सरकारलाई ठुलो आशा गरेर चाहिँ नेपाली जनताले भोट दिनुभयो, तर परिवर्तन आएन, झन् विकराल भयो। यो सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैर जिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई पनि कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि टसल देख्छु। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन, त्यो भन्न चाहन्छु। अवसरको कुरा गर्ने हो भने देशमा अवसर छैन, सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा पनि छैन। अवसरको कुरा गर्ने हो भने अहिले तपाईँको इन्टरनेसनल एयरपोर्टमा जाउँ त त्यहाँ हामीलाई अवसर दिन सकेको हो कि होइन रहेछ। प्रत्येक दिन हुल्का हुल युवाहरू कहाँ जाँदैछन्, के गर्दैछन्, र त्यहाँ जानका लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारबाही गर्नका लागि चाहिँ सरकारले केले रोकेको छ त्यो भनिदिनु पर्यो। कि ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो।